लडेर पनि यिनीहरू मेरो बारी हो। हाल अहिले मेरो श्रीमान चाहिँ बाहिर हुनुहुन्छ, त्यही भएर बारीहरू सबै जङ्गलसरी भएको छ। म सक्दिनँ। गोठमा अर्कै मान्छे आएछु मैले। फाइनली मेरो चाहिँ घर भन्ने कि गोठ भन्ने गोठ हो। हामी चाहिँ आइपुग्यौँ। हाम्रो यहीसम्मको यात्रा हो। यिनीहरू मेरो बाख्राको खोरहरू। यो मेरो बाख्राको खोले खाने ठाउँ। फाइनली हामी चाहिँ गोठ आइपुगेको छौँ। देख्न सक्नुहुन्छ आँसहरू। मेरो दुधमानी खेतीहरू तिनीहरू। तोरी ढकमक फुलेछ। यो साग त रुपा छिपी गएछ नि। मेरो लसुनबारी। हामी चाहिँ यहाँ के भन्नु होला, अब लाइटर लिनु जाँदैछौँ अर्को घरतिर। बाटो यस्तो छ। यहाँ चाहिँ खानेपानी यसरी लाने गरिन्छ। यो चाहिँ केराबारी कति पो केराबारी 3 बेलबोटे भुक्टेने मुनि यस्तो छ बाटो। पानीतिर नि दिनै पर्छ। कति बजे फुल रोकिरहेको जोक चाहिँ किन पो देखाउनु परेन, उसलाई हेर्नु मन लाग्छ नि त। ओ मेरो घरको के अरे गोठको के अरे सेक्युरिटी गार्ड। यहाँ हामी चाहिँ यो के भन्छ यसलाई मुडे घारबाट हामीले चाहिँ आधुनिक घरमा सार्न खोज्दैछौँ। हामीले यो डोरीबाट यहाँ छारिसक्यौँ। फाइनली हामीले चाहिँ मुडे घरलाई निकालेर यस्तरी अब यिनीहरूलाई त्यो घरमा लानेछौँ। अब यो दाल पकाएर हामी चट्ट खाने। यहाँ पानी थापिरहेको छु। यस्तै छ गाउँघरमै धन्दा गरेर खानुपर्ने। ल हामी चाहिँ दाल पकाएर खान आँटेको। भाउजू बुढी नुन लाउँदैछिन्। चुल्हा देखेर नतर्सिनु होला, जङ्गल मङ्गलमा यस्तै हुन्छ। मेरो फिल्टर त्यो घरबाट निकालेर यसरी निकालेर यसलाई यहाँ बाँधेर हामी चाहिँ उयो लाउनेछौँ। हेर्नु सक्नुहुन्छ हामीले यस्तो यहाँ नानी र भाउजूले बाँधेर यहाँ आधुनिक घरमा लगाइसक्नु भएको छ। पर्छ नि दिदी यति भयो अरे। यो चाहिँ घरियासी माथि पहिला गरौँ आधुनिक। त्यहाँ बसिसक्यो भने म राना छिरिसकेको छु भने चाहिँ तलदेखि एउटा ल्याएर यहाँनिर सारेर लानुपर्छ। नत्र राना यसरी हातले खोजेर बरामा हालेर लानु। यस्तरी धुवा लाएर निकाल्नुपर्छ। यसरी धुवा लगाएपछि चाहिँ छोड्छ अनि त्यसपछि निकालेर यहाँ राख्ने अनि यसले बान्ने। हेर्नु सक्नुहुन्छ यसमा चाहिँ टन्नै बच्चाहरू रहेछ। हेर्नु सक्नुहुन्छ हामी चाहिँ यहाँ फाइनली सक्सेस भयौँ। यहाँ सरिसकेको छ। छोप्दिउँ यसो चामल हेरेर यसलाई अब हामी पकाएर खानेवाला छौँ। हामी पकाइसकेको छौँ। बाख्राहरूलाई दाना दिएको। बानी हराएछ। आफै फर्केर आउँछ होला नि कुनकुनलाई छुटेर। साह्रै सानो सानोहरू त छैन हौ। रासमाल जान्छ। यहाँ पर नै यसरी बाख्रालाई जङ्गल लाने चलन छ यहाँ चाहिँ। अन्त अनि अहिले त थुप्रै भयो नि त हामी गोठमा नबसेको।
बाख्रालाई पनि दाना खुवाउने बानी सायद हटिसकेछ होला। पहिला चाहिँ त्यसरी बोकेपछि टिरिरी खेलाएर आउँथ्यो। आज चाहिँ आधी जङ्गल गयो, आधीले मात्रै खायो कि। बथान बथान बथान। आज चाहिँ म धेरै पछि यसरी बाख्रा खेदाउन जाँदैछु। सालै भयो नि त मैले त यसरी खेदाउन पाएको छैन। आज मौरी सार्ने न्युले फाइनली बाख्रा पनि खेदाउन पाएँ मैले। धेरै खुसी लागेछ। हजुरहरूलाई मैले देखाएको चाहिँ होइन है, देखाएको चाहिँ होइन हजुर। यस्तै छ गाउँघरको बस्ती। घरि उकालो, घरि ओह्रालो, घरि बाख्रा, घरि मौरी, घरि केटाकेटीहरूसँग जिन्दगी यस्तै छ हजुर। बथान 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 बथान। म चाहिँ परसम्म भिडसम्म यिनीहरूलाई खेदाइदिएर आउँछु। उता घरमा खाना सब्जी पाक्दैछ। गोठमा हजुर। म यहाँ सोपको अचार किच्याउँदैछु। एकछिनमा गम गम खाने। यहाँ हामीहरूको साग पाक्दैछ। साग साग अर्ग्यानिक। यहाँ अर्ग्यानिक फेरि आफूले फलाएको चामलको खाना, नुहाई चामल। खोइ यहाँ दाल देखाइदिउँ। कालो भाँडामा पहेँलो दाल छ यहाँ। कस्तो छ अरे भातुन? मिठो छ नि। साथी र सधैँ यति भात खाँदैन थिएँ, आजै खाएको। यो चाहिँ मेरो अचार। आमा दिपकको पनि त काला आएन, टल्केर क्या। दाँत धुँदै धुँदै त्यहाँ खाएर चाहिँ यसरी। ल त हामी चाहिँ खानातिर लाग्यौँ अब। मिठो छ अरे खाएर हेर्नु सक्नुहुन्छ। भुइँको एउटा सक्सेस भयो अनि यहाँ पनि सक्सेस भयो। बाँकी चाहिँ एउटा त्यो ठुलो घार रह्यो। हामीले आधुनिक घरमा मौरीहरूलाई प्रवेश गरिसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँ। के गर्नु आएको अरे त? छ्या उठ्नु नि अब। जाउँ। उठ रे। अब यो डुर मात्रै बाँकी रह्यो ऊ त्यहाँ लाउनलाई। त्यसलाई पो कसरी हाल्ने हो त्यो पो कन्फ्युज भइरहेको छ। तलबाट आएको हामी। यो चाहिँ हाम्रो अन्तिम लास्ट रहेको छ। अब हेरौँ यो पनि सक्सेस हुन्छ हुँदैन। यस्तो मौरी ओरे बाफ्रे बाफ्रे देख्न सक्नुहुनेछ। अरे बाफ्रे बाफ्रे देख्न सक्नुहुनेछ। यहाँ चाहिँ आम्मामा अरू डुडहरूभन्दा सबैभन्दा धेरै रहेछ। अब हेरौँ यो कसरी सार्ने के गर्ने बनेर हजुरहरूलाई हामी देखाउँदै गर्छौँ। वन के अरे गोठको सेक्रेटरीहरू यहाँ पनि छ। कुन्ती माइलु के छ? कुन्ती माइलु ओइ कुन्ती माइलु सबैलाई हेलो गरिदियो। हेलो। मेरो घरमा चाहिँ कालो बिरालो छ। यहाँ चाहिँ यस्तो छ देख्नु सक्नुहुन्छ। हामीले चाहिँ यस्तो निकाल्नु पर्ने हुन्छ। यहाँ मेरो जेठा छोराले निकाल्दैछ है। ल यसो नै क्रमशः निकालेर यहाँ राखेर डोरीमा अल्झाएर हाल्नुपर्ने हुन्छ। ओके बाई बाई। आइ